वेलकम टु माई आवर ब्लग माई सपोर्ट ब्लग्समा तपाईहरुलाई स्वागत छ। आजको न्यू भिडियोमा तपाईहरुलाई स्वागत छ है। टक्क लाएर आज चाहिँ म यसो हल्का फुल्का यसो कमेडी त हैन जस्तै अब त्यस्तै भएसमा चाहिँ मैले एउटा भिडियो चाहिँ सुट गर्दै छु। फाइनली लेट्स गो। आजको दिनमा चाहिँ है तिमीहरूले चाहिँ अत्तुमै गयो। अब कार्तिक लाग्यो नि त तिमीहरूलाई। अब कार्तिक लाग्ने बित्तिकै है 2-4 वटा घरले छोरा जन्माइहाल्ने होला तिमीहरूले है। त ठिकै छ, मङ्सिर लागेपछि त अब पालाउँछ नि त। ठिकै छ, तिमीहरूको पालो छ। सक्छ तिमीहरूको पालो अब ठिक छ। मङ्सिर लागेपछि अब तिमीहरूको पालो होला होइन। हुनुपर्दा यस्तै हो गाउँघरमा है। अब बुढी पिँढी अब गर्लफ्रेन्ड पिँढी अब के भन्नु, अब म जस्तै पिँढी यता पनि रहेछ है। हाम्रो के साह्रो तिमी पनि एक्लो भएको ठिकै छ। म पनि यता एक्लो छु, ठिकै छ त। हामी बुढी पिँढीलाई अब के को अरे त्यही टेन्सनै छैन नि त। हुन त हो अब यस्तै छ गाउँघरमा। अब हिजो आज अब 2-4 दिन समयपछि अब घाम लागेको अवस्थामा हेर मलाई यसको नाकमा सिङ्गानको भरि छ। आम्मामा बडा छ त। भित्र चाहिँ पुरा अँध्यारो भएको अवस्थामा यसो एउटा दुईटा भिडियो जाओस् भनेको खोइ केही छैन त। पुरा अँध्यारो भएको अवस्था। नमस्ते भन न। मैले चिउरा खाएको अनि धोप भयो त अँध्यारो भयो। अनि के छ त खबर? ओ सिंगाने के छ? ठिकै छ कि छैन? सिंगान खाने मान्छे भनेर यहाँ रोएर गएर आमामा सिंगानेहरू मसँग काठमाडौँ जान्छ होइन त केटा? अब यिनीहरू दुई है त्यसो जानुपर्छ है। हेलो गाइस एभ्रीबडी, सबैजनालाई नमस्ते है। दसैँको माहौल पनि सक्यो, लगभग टिका लगाइसक्यो हामीले चाहिँ। अब चाहिँ हामी चाहिँ बेसी तर्फतिर लाग्दैछु। फाइनली आज चाहिँ हामी डेकसेक बोकेर टक्क हिँडेको अवस्थामा। फाइनली गाइस हामी यहाँ पुलमा तरेको अवस्थामा चाहिँ तपाईँहरूले टक्क लाएर देख्न सक्नुहुनेछ। खोला पनि यस्तै छ है। अब यस्तै त हो नि, अब गाउँघरको अब बाटो है। मोबाइल झऱ्यो भने चाहिँ फेरि आइफोनको अब आइफोन त नभनौँ है, एन्ड्रोइड मोबाइल जस्तै हो मेरो। हेलो गाइज, हामी चाहिँ यहाँ टोके दमारको यहाँ पुल छ, त्यहाँ खोला छ, अनि यहाँ आइपुग्यो हामी। अब फाइनली हामी डाँडापारीबाट हामी चाहिँ सिन्धुली कुप्चर खोलातिर जाँदैछु। धान पनि यता पाकिसक्यो। तिमीहरू कहाँ गएको धान काट्ने बेलामा? गर्मी भएको अवस्था। काभ्रेबाट सिन्धुलीतर्फ लाग्दाखेरिको यो मौसम चाहिँ भन्नुपर्दा पानी परेर चाहिँ अलिअलि गर्मी पनि शीतल भएको अवस्थामा अब यहाँ डाँडामा बसेर चाहिँ टक्क हामी चाहिँ खाजा खानु पर्यो भनेर बसिरहेको छु। अब यस्तै छ। यहाँबाट गुल्ट्यो भने चाहिँ अब केही बाँकी रहँदैन है, त्यही सक्नुहुनेछ। अब यस्तै छ नि त। टक्क लाएर यता बस्यो, भिडियो सिडियो बनायो, पानी पनि परिरहेछ अहिले। यहाँ मैले खोला तार्न सकिनँ। तिमीहरू कहाँ छ? यहाँ मलाई लिन आउनु पर्यो। मैले खोला तार्न सकिनँ। के बिबा तिमी कहाँ छ? सुशीला कार्कीले पुल बनाएन, अब तिमी आउनु पर्यो। ए के बिबा यहाँ कुक्चर खोलामा पुल बनाउन तिमी आउनु पर्यो। आजको यात्रा चाहिँ भन्नुपर्दा काभ्रेदेखि सिन्धुलीको हाम्रो अब मरिन जाडी भनेर त भन्दिनँ म। टक्क लाएर भन्नुपर्दा यता हाम्रो कोक्चर खोलातिर हामी चाहिँ जाँदैछु। अब लगभग पानी परेर पनि अब यहाँ पानी पनि रहिसकेको अवस्थामा तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँ केटाहरू पनि छ, भिडियो सिडियो बनाएर चाहिँ टक्क लाएर। नमस्ते आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई सबैजनालाई
सम्पूर्णलाई स्वागत छ। मसँग छ हाम्रो यहाँ चोर बिरालो परेको अनुहार परेको मेरो साथीहरू मित्रहरू पनि छ। पक्का परेको हेर्दाखेरि पनि हुनुहुन्छ बोका काक्स होइन चोर जस्तो अनुहार पराउँछ त यसले त के हो चाहिँ मेरो काका हो एकदम भोका काका होइन गर्नु होला खोचाली तिमीहरूले मलाई हेपेको ओ केटी हो सिन्धुलीको केटीहरू कहाँ छ तिमीहरू म यता आउँदैछ क्या म काभ्रेदेखि पनि सिन्धुली आउँछ क्या तिमीहरू कहाँ छ तिमीहरू रेडी भएर बस्छ ल हेलो गाइस चुरा खाँदैछौँ हामी चाहिँ अब अम्मा खाएको धन्यले मरेन सर्केको अवस्थामा अनि यसो चौतारामा बसेर चाहिँ हामी टक्क लाएर चुरा चाहिँ हामीले यस्तो सौदो मिसाएर टक्क खाँदैछु है लगभग अब हामी चाहिँ 1 घन्टाभित्रमा चाहिँ हामी चाहिँ पुग्छ भनौँ न होइन टक्क लाएर भ्यूहरू यस्तै छ खाइयो गाइज लोक है चुरा यहाँ यताउता त्यो पल्लो गाउँमा चाहिँ केटी छ रे त्यही भएर चाहिँ खाजा खाएर हामी त्यही पल्लो गाउँमा गएर केटी मिलाउने छ। अब यहाँ बेहुला चाहिँ त्यही हो है देख्न सक्नुहुनेछ। अब यहाँ के हुन्छ अब है काभ्रेबाट चाहिँ हामी लगभग छोटेसान भन्ने ठाउँमा आइसकेको अवस्था तपाईँहरूले देख्न सक्नुहुनेछ। धान पनि पाकेर पनि यो धान चाहिँ होइन रहेछ कोदो पाकेको अवस्था। ए केही बाजा छैन नयाँ सरकार है नयाँ सरकार अहिलेको सुशीला कार्की मलाई एउटा केटी चाहियो म सिङ्गलै मर्ने सबैजनालाई है भिडियो कस्तो लाग्छ है यस्तै कमेन्ट लाइक सेयर सब्सक्राइबर गरिदिनु होला है। अब यस्तै भिडियो ल्याएर चाहिँ टक्क है अलि राम्रो अहिले खासै राम्रो भिडियो त बनाउन सकेका छैन है टक्क गाउँघरमा अब के राम्रो त होइन अब हल्का फुल्का दिइरहेछ होइन अझै योभन्दा राम्रो भिडियो चाहिँ नेक्स्ट भिडियोमा चाहिँ ल्याउने छु है।